Hello guys, मी रेणुका खतिवडा। वेलकम टु माई भ्लग। अनि यो मेरो नयाँ भ्लग हो जुन आज चाहिँ मैले बनाइरहेको छु। मेरो सपनाको बाइक यो हिरो एक्सट्रिम 125R चाहिँ मैले आज किन्न सफल भएको छु र आज मेरो बाइकको चाहिँ पूजा गर्दैछु। हजुरहरूको सपोर्ट चाहिएको छ। अब म दैनिक भ्लग हाल्ने गर्छु अनि हजुरहरूलाई मनोरञ्जन गर्ने गर्छु। हजुरहरूले मेरोलाई युट्युब च्यानल लाइक सब्सक्राइब सेयर अनि यो भिडियोजहरूलाई चाहिँ सेयर गरेर आफ्नो साथीहरूलाई हेल्प गरिदिनु होला नयाँ क्रिएटरको लागि। अनि आज चाहिँ मैले यो बाइक किनेको थिएँ र यो न्यू इयरमा किनेको अनि पूजा गर्ने गर्दैछु यो बुद्ध जयन्तीको दिन। अनि मैले चाहिँ मेरो स्टोरी भन्नुपर्दा चाहिँ म खासमा मोरङको हो। अनि मोरङमा चाहिँ मैले 2-3 वर्ष घरको सोलुटो बाइक थियो त्यो कुदाएर अनि आफ्नो लाइसेन्स मैले पहिले नै निकालिसकेको थिएँ। अनि त्यस पश्चात चाहिँ म काठमाडौँ आएर बसेको पनि 4-5 वर्ष भइसक्यो। अनि यो बसाइको दोहोरानमा चाहिँ गाडीमा हिँड्दा स्कुल कलेज जाँदा आउँदा असर धेरै अब टाढा पर्ने कति क्लासहरू नभ्याउने भएको कारणले चाहिँ यहाँ मैले आफ्नै बाइक किन्न सफल भएको छु। बिस्तारै स्ट्रगल गर्दै गर्दै यहाँसम्म आइपुगेर अब भ्लग हाल्ने गर्छु। तपाईँहरूले साथ सपोर्ट गर्नुहोला। अनि म चाहिँ त्यहाँ कुदाउने अनि त्यसपछि मोरङमा सिकेको लाइसेन्स निकालेको भएपछि यहाँ सुरुमा आउँदा चाहिँ कति भिड जस्तो लाग्थ्यो अनि कुदाउनु पनि कसरी सकेला जस्तो लाग्थ्यो। तर त्यो बस्दै गएपछि चाहिँ बानी हुँदो रहेछ। अनि अहिले चाहिँ त्यस्तो मलाई केही लाग्दैन, कम्फोर्टेबलै लाग्छ। भर्खरै नयाँ नयाँ किनेको छु अनि कुदाउँछु। अहिले चाहिँ कलेज स्कुल सबैतिर गएर आइ पनि सक्यो। अब सर्भिसिङ गर्ने बेला नै भइसक्यो। 500 किलोमिटर गुडेपछि चाहिँ सर्भिस गर्नु भन्ने थियो। अनि त्यसपछि अब सर्भिस गर्ने बेला भइसकेको छ। अनि यो भिडियो चाहिँ यसरी बनाउँदैछु म। अनि म चाहिँ कलेजहरू जानको लागि सजिलो अब चाहिँ जता पनि अनि ब्लग बनाउने सपना थियो युट्युब हाल्ने अनि ब्लग पनि अब बनाउँदै गर्छु बिस्तारै बिस्तारै। अनि हेर्नु त यसरी पूजा गरेर नरिवल फोडेर अनि जस्तो तस्तो मैले भद्रकालीमा गएर पूजा गरौँ कि भनेर सोचेँ। फेरि अलिकति समयको अभाव भएर घरमै सामान ल्याएर मैले आफैले नै भाउजू र म भएर पूजा गऱ्यौँ। अनि बिहानै उठ्यौँ नुहायौँ अनि सामग्रीहरू सबै ठिक्क पारेर फुलहरू अनि रेडी बनाएर धुपहरू बालेर यति भन्दै आजको ब्लगबाट बिदा हुन चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ओके बाइ बाइ, टेक केयर।